दर्शकबिन देशकै अनौठो घटना पहिलो पटक घटेको छ। बाँके कोहलपुरमा यो घरभित्र हेर्नुहोस् त, अर्थात् यो घरको एरियामा हेर्नुहोस् त, घरमा जे राख्यो कि आगो लाग्छ। पैसा, अन्न बाली, मान्छेका लुगा लत्ता कपडा जे छ त्यसैमा आगो लाग्छ। हेर्नुहोस् त, हामी भित्र हेरेर बाहिर निस्किन के पाथ्यौँ, बाहिर नानीले लगाएको त्यो सानो एउटा हाफकट्टुमा पुरै आगो लागिरहेको अटोमेटिक हामीले देख्यौँ। हामी आफै पनि त्यो शरीरमा आफसे हाम्रो पनि एकदम डर जस्तो पनि भयो कि हामीलाई एउटा फिल भयो। अनि शरीरमा एकदमै काँडा फुले जस्तो भयो न। एकदमै दैव शक्ति के हो, भूत प्रेत के हो, अब धेरै अब उहाँले लगभग 25-30 वटा धामी झाँक्री पनि बसालिसक्नु भएको रहेछ। त्यसपछि कसैले पनि त्यो अहिलेसम्म के हो भने खुटाउन सक्नु भएको छैन। धामीले पनि स्वयं ध्वजा लिएर बस्दाखेरि धामीकै हातको ध्वजामा पनि आगो लागेको। हामी बाहिर बसिरहेका थियौँ, टोयलेट बाहिरबाट चाबी लागेको थियो, टोयलेटभित्र बाल्टिनमा आगो लागिरहेको, पानीमै माथि नै पुरै बाल्टिनमा आगो दल्छ। तर कसरी आगो लाग्यो त भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन। धामी झाँक्री देवी देउता मैकी मै माइकलाल भनेर आउँदा पनि अहिलेसम्म आगो कसरी लाग्छ भन्ने कुरा थाहा छैन। कसरी लेखेको त यो? कसरी लेख्यो हेर्नुस्, आफै चाहिँ भयो यो। आफै भयो। मलाई सुन चाहियो, मलाई नौगेडी चाहियो, सुन चाहियो। अनि नाइ भन्यो फेरि, यहाँ नौगेडी चाहियो भन्दा नाइ भन्यो। अनौठो घटना छ यो, कसैले पत्ता लगाउन सकिन्न। अब के भन्नु सकिन्छ, यस्तो नभएको चिज भयो। पहिलो घटना हो यस्तो, पहिलो घटना देशकै पहिलो घटना पनि भने पनि हुन्छ। मैले थाहा पाएसम्म यस्तो देखिएन, कुनै दृश्य छैन। त्यसै आगो लागिरहेको छ। 1 महिना भयो घरमा जे राख्यो कि त्यही आगो लाग्छ। लगाएको लुगा समेत अहिलेसम्म छैन। यो घरमा धेरै बिजोग भएको छ। घर हालेको 1 वर्ष मात्रै भयो। हेर्नुहोस् त, 1 महिनादेखि घरमा एकदम गाह्रो भइरहेको छ। तर आगो कसरी लाग्छ म पनि चकित परिरहेको छु। बिहान मात्रै के रहेछ त यो वास्तविक जाम्न त एकछिन हेरौँ साँच्चै हो कि कस्तो भन्ने अनौठो लाग्यो हामीलाई नि यो घटना। त्यसपछि माइजू र म बिहान आउँदै गर्दा 10 बजे थियो होला। अनि घरको बहिनी चाहिँ बाहिर बसिराख्नु थियो पिँढीमा। अनि हामीले सोध्यौँ, उहाँ धेरै बोल्न चाहनु भएन किनभने उहाँ आफै पनि पीडामा हुनुहुन्थ्यो। त्यसपछि के छ त भित्र जाम्न भने हामी आफै भित्र गएर त्यहाँ लेखेको छ दिदी गएर हेर्नु न भनेर भित्र गएर भर्खर 2 मिनट मात्रै हामी भित्र हेरेर बाहिर निस्किन के पाथ्यौँ, बाहिर नानीले लगाएको त्यो सानो एउटा हाफकट्टुमा पुरै आगो लागिरहेको अटोमेटिक हामीले देख्यौँ। हामी आफै पनि त्यो शरीरमा आफसे हाम्रो पनि एकदम डर जस्तो पनि भयो कि हामीलाई एउटा फिल भयो। अनि शरीरमा एकदमै काँडा फुले जस्तो भयो न, कस्तो कस्तो भयो। अनि हामी पनि बोल्न नि सकेनौँ। त्यसपछि बस्यौँ। अनि त्यसपछि घर गयौँ हामी। उहाँलाई के हो त्यस्तो अनौठो भयो भने यो त धेरै भयो दिदी, अब यो त भित्रको त हाम्रो लुगा लत्ता अन्नपात जलेर हाम्रो त केही छैन, सबै खरानी भइसक्यो। अब कति हामीले त्यो के लुगा फालिदियो पनि आगो लाग्छ। हजुर त्यस्तो छ। जे फाल्यो त्यही आगो लाग्छ। तपाईँहरू पनि अहिले प्रत्यक्ष देख्नुभयो नि, अहिले भर्खरै पनि कामी राखेका छन्। साँच्चीकै हामीले जे चिज त्यहाँ फाल्छौँ अटोमेटिक आगो लाग्छ, आगो लागिरहेको छ। वास्तवमा त के होला जस्तो लाग्छ। त्यही त अब एकदमै दैव शक्ति के हो, भूत प्रेत के हो। अब धेरै अब उहाँले लगभग 25-30 वटा धामी झाँक्री पनि बसालिसक्नु भएको रहेछ। त्यसपछि कसैले पनि त्यो अहिलेसम्म के हो भने खुटाउन सक्नु भएको छैन। धामीले पनि स्वयं ध्वजा लिएर बस्दाखेरि धामीकै हातको ध्वजामा पनि आगो लागेको भनेर घरकै मान्छेले भनिराख्नु भएको छ। र अहिले पनि हामी साँझ एकछिन जाउँ न त भन्ने कुरा गरेर आउँदै गर्दाखेरि हामी बाहिर बसिरहेका थियौँ। टोयलेट बाहिरबाट चाबी लागेको थियो, टोयलेटभित्र बाल्टिनमा आगो लागिरहेको थियो, पानीमै माथि नै पुरै बाल्टिनमा आगो दन्किरहेको। तपाईँ बाहिर बसेको भित्र अटोमेटिक बाल्टीभित्र पानी छ, पानीमा पनि आगो लाग्छ। त्यो भिडियो मैले बनाएको छु, त्यो क्लिपहरू तपाईँलाई म पठाइदिन्छु। अनि हजुरले के देख्नुभयो आज? मैले पनि म त बिहान आएको थिएन, अहिले भर्खर आएको थिएँ। अनि भर्खर आएको 2 मिनट भएको थिएन। अनि टोयलेटमा 81 पटक गरेर के रहेछ भनेर हेर्दाखेरि त पुरा आगो बलिरहेको बाल्टिनमा। पानी छ, पानी माथि पुरा आगो बलिरहेको छ बाल्टिनमा। अब यो घरमा त खानेकुरादेखि लत्ता कपडा त केही छैन होला? केही छैन। मैले बहिनीलाई पनि भने त्यस्तो समस्या छ भने भन्नु, हामी तपाईँलाई केही सहयोग गर्छौँ। अरू उहाँ त अब अहिले चिन्जान गर्दा पर्छ गर्दा मेरो सन्तान पनि हुनुहुँदो रहेछ होइन। एकदमै दुःखद घटना पनि हो यो एउटा। यो भन्दाखेरि 13 नम्बर वडाको बासिन्दा पनि हुनुहुन्छ, म पनि 13 नम्बर वडाको हो। त्यो भएको कारणले गर्दा हामी अब एकदमै 12-13 वडाको साथीहरू सबैजना जमघट भएर के गरी यसलाई समस्या समाधान गर्न सकिन्छ त भन्ने कुराहरू गर्दै थियौँ। घरमा राखेका अन्नदेखि लत्ता कपडा पैसा समेत अटोमेटिक राख्यो कि आगो लाग्ने जस्तो अवस्था छ। अहिले घरको परिवारलाई भने धेरै नाजुक छ। लगाउने कपडा 1 जोड पनि छैन, खानलाई रासन पानी छैन, किन्नलाई केही पैसा पनि छैन। अहिले घरमा धेरै नाजुक भएको छ। यसको उपाय अब के गर्नु पर्ला हामीले? अब यसको उपाय त अब वडा सरकारदेखि लिएर हामीले नगरपालिकाले पनि केही सहयोग चाहिँ उहाँहरूलाई गर्नै पर्ने हुन्छ। सहयोग गरेर फेरि घरमा राख्यो आगो लागिहाल्छ। अब त्यही त अब उहाँहरूलाई कसरी हुन्छ? अब एक त पहिलो कुरा त उहाँहरूलाई सुरक्षित ठाउँमा राख्नुपर्ने हुन्छ हामीले होइन। लेखिएको छ यो जेटी अटोमेटिक लेखिएको छ।
मलाई होइन नाइ भनेछ ऊ गर्दा मलाई चाहिँ 9 गेडी चाहियो भनेछ। अब बुवा के लाग्छ तपाईँ त अब पहिले होइन सबै कुरा थाहा पाउने होइन उमेरले पनि अनि यस्तो अहिलेसम्म अनौठो भयो त यो गाउँमा। यो अनौठो घटना छ यो कसैले पत्ता लगाउन सकिन्न अब के भन्न सकिन्छ र यस्तो नभएको चिज भयो पहिलो घटना हो यस्तो पहिलो घटना देशकै पहिलो घटना पनि भने पनि हुन्छ मैले थाहा पाएसम्म यस्तो देखिएन कुनै दृश्य छैन त्यसै आगो लागिरहेको छ केही समयसम्म त मैले पत्याएकै थिइनँ कुनै मान्छे आयो होला शत्रु होला अथवा केटाकेटीले उटुङ्गे गर्यो कि बाहिर लुकेर मकैबारीमा लुकेर लागेको हो कि भनेर विश्वास मानिनँ मैले त्यसैपछि आएर मैले हेर्दाखेरि त्यो दृश्य देखेँ आगो आफ्नै आँखाले देखियो पुत्ताएर लाग्यो यहाँ एउटा धनुकाँड जस्तो लेखेको थियो उल्टो क लेखेको थियो पहिलो पटकमा अनि त्यहाँ अहिले त धेरै कुराहरू लेखेको छ भित्तामा पैसा जलेको हेर्नुहोस् त यो पैसा पनि जलेको छ यसरी हामीले त्यो पैसा फाल्यो भने अटोमेटिक जल्छ हामीले लगाएको लुगा त्यहाँ फाल्यो भने अटोमेटिक जल्छ तर यो घरमा साँच्चीकै यति ठुलो मन गरेर बस्नु भएको छ तर पीडा भने रात दिन रुनु बाहेक केही पनि छैन लगाएको लत्ता कपडा अन्न बाली सबै नष्ट र जलेर नष्ट हुन्छ हामीलाई थाहा छ नि विभिन्न मठ मन्दिरमा अटोमेटिक आगो लाग्यो बत्ती बल्यो विभिन्न ज्वालामुखी बल्यो भन्ने हुन्छ तर हेर्नुहोस् त बास बस्ने घरमा अटोमेटिक आगो लाग्दा यो घरमा कति त्रास होला यहाँ त्रिशुलको पनि छ यता त्रिशुल पनि छ यता त्रिशुलमा यहाँ कसरी लेखेको त यो कसरी लेख्यो हेर्नुस् आफै चाहिँ भयो यो आफै भयो मलाई सुन चाहियो मलाई 9 गेडी चाहियो 9 गेडी चाहियो 9 गेडी चाहियो सुन चाहियो अनि नाइ भन्यो फेरि यहाँ 9 गेडी चाहियो भन्दा नाइ भन्यो यो त्रिशुल पनि छ के लाग्छ बुवा के यो देवी देवता हो कि भूत पिर जस्तो लाग्छ अब देवी देवता जस्तै लाग्छ देवी देवता जस्तै लाग्छ तर मान्छेलाई के भएको छैन मान्छेहरुलाई जति भएको छ यो घरैमा क्षति भएको छ पैसा कपडा लत्तो यिनीमा क्षति भयो मेरो घर हो म्याडम के कारणले होला जस्तो के लाग्छ खै म्याडम अब म पनि बुझ्न सकेको छैन अब यो आगो लाग्न 1 महिना भइसक्यो के हो धामी झाँक्री गुरुवा गर्दा पनि केही सिम्ला लास्टमा चाहिँ मिडियाकर्मी बोलाएर मैले चाहिँ केही न केही उपाय हुन्छ भने मैले चाहिँ गरेको भाइरल गरेको हो केही न केही हुन्छ भनेर अब खै अहिलेसम्म केही पनि पत्ता लाग्न सकेको छैन पैसा 2.5 लाख खर्च भइसक्यो अब के हो भूत प्रेत हो कि कुनै देवी देवता छ हो केही पत्ता लाग्न गाह्रो भइरहेको छ तपाईले धामी झाँक्री सबै गर्नु सबै गर्छ धामी झाँक्रीले पनि गर्न सकेनन् के भन्छन् धामी झाँक्रीले कसैले के बोक्सी भन्छन् कसैले के भूत प्रेत भन्छन् कसैले के भन्छन् के हो अब त्यो केही भएन पत्ता लगाउन सक्न गाह्रो अनि तपाईँ यो जस्तै घरमा जे राख्यो त्यही जल्छ होइन अनि तपाईँको शरीरमा आउने हुन्छ नि अब कि विभिन्न देवी देवताहरू के चल्छ त्यस्तो चल्दैन आउँदैन जति हुने दिउँसीमा हुने यो आगो लाग्ने अनाजहरू फाल्ने छुट्टीको दिउँसीमा त रातिमा त्यस्तो कुनै पनि हुँदैन बिहान 7 बजेदेखि बेलुका 8 बजीसम्म लाग्ने आगो बिहान 7 बजेदेखि 8 बजे राति केही हुँदैन अनि तपाईँ एक्लै घरमा बस्नुहुन्छ कहाँ जान्छ त एक्लै घर नै यही नै हो जाने कहाँ त नि अब डर लाग्छ होला नि डर त अब लाग्न त लाग्छ लाग्यो पनि कहाँ जाँदैन आफ्नो घर यही नै हो अब रातभरि तपाईँ सुत्नु हुँदैन रातभरि त अब सुते पनि नसुत्ने अब त्रास त लाग्छ लाग्यो पनि कहाँ जाने अब आफ्नो घर यही नै हो तपाईले अब यत्रो गर्नुभयो यत्रो खर्च गरेर भर्खरै घर पनि बनाउनु भएको छ हैन अनि जस्तो अब यो माटोको वरिपरि छरछिमेकमा अहिलेसम्म यस्तो घटना घटेको छैन यस्तो घटना घटेको छैन यहाँको छिमेकीले भन्छ हामी बस्नको 50औं वर्ष भइसक्यो त आएको 1 वर्ष भइसक्यो 1 वर्ष भयो के भयो तलाई भन्ने ठाउँको छिमेकीले हार गरेर अब के हो पत्ता लगाउन गाह्रो जमिन कसको हो जमिन चाहिँ मैले एकजना हाम्रो भदै हुनुहुन्छ उहाँले मैले किनेको हो ए अनि त्यसो उहाँहरुसँग सबै कुरा त क्लियर छ नि सबै क्लियर छ त्यस्तो छैन सबै क्लियर छैन क्लियर छ अटोमेटिक आगो लाग्ने अब के लगाउँछ थाहा हुँदैन आगो लाग्न थालेको कति भयो आगो लाग्ने ठ्याक्क 1 महिना भयो 1 महिनासम्म त हामी भर्खर थाहा पायौँ पहिला तपाईले के भयो कसो भयो भन्ने के लाग्छ हामीले अब किन पहिला अब आउनु त मिडियाकर्मी आउनु भयो थियो म नहाल्दिनुहोस् किन हाल्नु मैले हाल्न लगाइन अब चाहिँ अब केही अब आफ्नो पाले म गर्छु केही धामी झाँक्री गर्छु भन्ने गरेँ अब गुरुहरूलाई बोलाएर केही पनि नलाग्यो लास्टमा पैसा खर्च धेरै भयो समाधान भएन लास्टमा मिडियाकर्मी बोलाएर केही समाधानको केही निस्किन्छ भन्ने मैले मिडियाकर्मीलाई बोलाएको अब तपाईको अन्तिम सहयोगको लागि के भन्न चाहनुहुन्छ अब के छ अब सहयोग त माग्नु पर्यो हैन अब सहयोग त मैले के भन्नु अब दिएपछि अब यस्तो हेर्नु भएको छ अब हेर्ने साथीभाइले हेर्नु होला मेरो अब केही पनि नलाउने कपडा छ न घरमा खाने अनाज छ कुनै पनि केही पनि छैन अब त्यहाँ सहयोग गर्ने साथीभाइले गरिदिनु होला
सबैभन्दा उहाँहरूको लागि अति आवश्यक भनेको यो घरदेखि अर्को घरमा कसरी व्यवस्थापन गर्न सकिन्छ। हामीले रासन पानी दिउँला, पैसा दिउँला, तर घरमा राख्यो भने अटोमेटिक जसले गर्छ। त्यसैले अहिले हामी सबै गाउँ घर समाज पत्रकारिता सहयोगी मनहरूलाई म के अनुरोध गर्न चाहन्छु भने जुन अहिले पृथ्वी पुन दादाको परिवारलाई घर धेरै आवश्यक छ। हामीले उहाँलाई कहाँ व्यवस्थापन गर्न सक्छौँ? यो कति भयो यस्तो भन्न थालेको? यो हुन्ला त 1 महिना भयो। 1 महिना जे राख्यो ती जे राख्यो जहाँ पायो हुयो के जो त पायो त्यो आगो लाग्यो त। अनि तपाईँ बाहिर त के हुँदैन हैन? यो यहाँ पनि हुन्छ, बाहिर शुद्ध हुन्छ। यो बाहिर पनि ए जे राख्यो त्यही अनि आगो लाग्ने। दराज भित्र पनि लाग्यो, कुलर भित्र पनि लाग्यो, बाहिर चापी लाग्यो दराज। ए दराजभित्र पनि। अनि के छ अलिकति जस्तो अब आवाज आउने केही खालको डर त्रास हुने केही पनि हुँदैन, मात्र आगो लाग्ने? खानेकुरो जुन लान सबै कुरो मिसाइदिने खानेमा क्या, खानामा हालिदिने, कपु हालिदिने, स्याम्पू हालिदिने सबै दागो भएको के। दिदीलाई अहिले धेरै टेन्सन छ, तर बाहिर रूपमा हाँसे पनि दिदी रुँदा रुँदा 1 महिनासम्म थाकिसक्नु भएको छ। तर वास्तविकता दिदी हेर्नु त लगाएको लुगा पनि अरूबाटै मागेकोलाई लगाएको छु, भएको लुगा सबै जलाइदियो, तर आगो कसरी जल्यो भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन। तर कसरी लाग्यो त आगो, यो कसरी लाग्छ त आगो भन्ने कुरा अहिलेसम्म कसैलाई पनि पत्ता लगाउन सकेको छैन। कति झाँग्री गऱ्यौँ, कति माता गऱ्यौँ, कहीँ पत्ता लागेन। शरीरमा यताउता इन्डिया पनि पुग्नुभयो। पहिला पहिला कसैलाई भन्नु भएन, अब केही देवी देवता गरेर हुन्छ कि भन्ने लाग्यो। त्यसपछि अब अन्तिम उपाय सबैलाई थाहा भयो। अब बाहिर आफै आगो लाग्ने, आफै आगो लागेपछि अब थाहा त पाइहाल्छ नि। भिड त हुन्जेसम्म त लुगाइरहेको थियौँ। के भन्न चाहनुहुन्छ? अब त केही व्यवस्थापन त गर्नु पर्यो। के भन्ने म त हामीले धेरै सोध्न चाहेनौँ दिदीको मनमा। दिदीले भोगेका पीडा भने निकै छन्। हेर्दा हेर्दै आगो लाग्ने कस्तो अनौठो यो घर। के यो भूत प्रेत हो या कसैको देवी देवता हो? अहिलेसम्म केही पनि न धामी झाँक्रीले छुट्याउन सके, न त मै कि मै हो माइकलाल आएर पनि छुट्याउन सके। हेर्नुहोस् त, हेर्दा हेर्दै मेरो आङ नै जिरिङ्ग भयो। हामी बाहिर बसिरहेको बेलामा एक्कासी घरमा जे छ त्यसैमा आगो लाग्ने। अब अहिले दिउँसो त यो आगो लगाएर लुगा लत्ताको हानि भइरहेछन्, भोलि बिहान मानवीय क्षति पनि हुन सक्छ नि त। यसलाई चाहिँ हामीले कसरी हुन्छ एकदमै पुलिस प्रशासनदेखि लिएर हरेक चिजहरूले चाहिँ यसलाई अलिकति ध्यान आकर्षण गर्नुपर्छ जस्तो लाग्छ।